हेलो गाइस, सेवा नमस्कार। म कल्पना राई फेरि हजुरको सामु उपस्थित भइसकेको छु न्यू डे न्यू ब्लग लिएर। आज चाहिँ हामी यो दिनमा आसपुटको सेन्ट साइमन हलमा किरात राई आएका प्रकाश आसपुटको तर्फबाट देउसी भैलो कार्यक्रम मनाउन लागिरहेको छौँ धुमधामका साथमा। अनि हामी अगाडि आएर कार्य समिति टिमले चाहिँ प्रिपरेसन गर्दैछौँ र के गर्दैछौँ आज हामी भन्ने कुराहरू तपाईँहरूलाई म कन्टिन्यू देखाउँदै जानेछु। लास्टसम्म हेरेर साथ दिनु होला भन्ने अनुरोध गर्दछु। थ्याङ्क यू। क्रममा अब हामी करिब अगाडिको डोर सजाइसकेको छौँ। अब भित्र पुरै हामीले सजाउँदैछु र मेरो जिम्मामा चाहिँ रङ्गोली परेको छ, रङ्गोली बनाउँदैछु। यता फोटो बुथहरू यसरी भइसकेको छ, भरे आएर फोटो खिच्न सक्नुहुन्छ। यता यसरी यहाँ चाहिँ डाइस खेल्ने ठाउँ भरे डाइस खेल्ने ठाउँ यस्तो छ। यसरी सेन्ट साइमनमा चाहिँ डेकोरेसन गर्दैछौँ हामीले। संस्था अध्यक्ष आदरणीय शिवानी दिदी पनि खटिराख्नु भएको थियो। अलिकति चाहे हाम्रो अगाडिको स्टेज यस्तो छ। यहाँ हामी रङ्गोली बनाउनु यसरी सबैजना खटिराखेको छ। भरे प्रोग्रामहरू एकदम धमाकेदार प्रोग्राम हुँदैछ। तपाईँहरूलाई यसो अगाडिको क्लिप देखाएको है हजुरहरू प्रिपरेसन गर्नु। यहाँ रङ्गोलीको लागि फुट प्याटर्न यसरी हामीले रेडी गर्दैछौँ। One, two, 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 check. 1, 2, 2, 2, 2. Hello. 1, 2, 2, 2, 2, 2. Check. 1, 2. Huh? 1, 2. Okay. 1, 2, 2, 2, 2, 2, 2, 2, 2, 2, 2. हामीले चाहिँ तिहारको रङ्गोली बनाउँदैछ दिदी बहिनीहरूले यादै आज यहाँ चाहिँ किरात राई आसपुट एकदमै शाखाको के भन्छ दिदीहरूलाई के भन्छ रङ्गोली नाम त थाहा छैन। रङ्गोलीको लागि रेडी गर्दै हुन्छ दिदी बहिनीहरू। आज 2, 1, 2. दिदी भन्नु त के को लागि प्रिपरेसन गर्दै हुनुहुन्छ तपाईँहरू? हाम्रो जिम्मामा चाहिँ रङ्गोली बनाउँदैछौँ हामी मान्छेहरू भएर हाम्रो हुन्छ। थ्याङ्क यू दिदी। साह्रै राम्रो बनाउनु भएको छ है हजुरहरूले। थ्याङ्क यू दिदी। 2, 2, 2, 2, 3.
आजको हाम्रो रङ्गोली बनाउने काम जिम्मा पुरा भएको अवस्था। अब कमसेकम पनि हाम्रो आजको देउसी भैलोको कार्यक्रमको लागि चाहिँ रङ्गोली एकदमै राम्रो तयार भएको छ। यसको लागि साथ सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद। अनि यसमा विशेष धन्यवाद चाहिँ मेरो प्यारो छोरी प्रकृति बुनुलाई धेरै धेरै धन्यवाद। यता भाइहरू हुनुहुन्छ, यता सुविता बहिनी, सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो साडी नै राम्रो भएको छ। यो चाहिँ एकदमै फुलै फुलको छ। धेरै धेरै धन्यवाद सबैलाई।